हेलो गुड मर्निङ गाइस। अस्तिदेखि नै राति पुरा पहेँले आउने, बेडरुमतिर पहेँले आउँथ्यो, यतातिर पनि बाहिर बरन्डातिर पनि जहाँ बत्ती बालेको थियो त्यहाँ चाहिँ पुरै पहेँले मात्रै आउँथ्यो हो। अन्त पहेँलेले चाहिँ राति बिस्तारातिर झरेर चिल्नु पनि सक्छ। त्यसले गर्दाखेरि चाहिँ हामीले कहाँ रहेछ पत्ता लाग्यो, हाम्रो पर बारीमा मैले इस्कुसको मचान बनाएको थिएँ, त्यसको माथिल्लोपट्टि भित्तामा रहेछ त्यो गोला, तिनीहरूको बस्ने घर हुन्छ, गोला हुन्छ। अन्त त्यहाँ पत्ता लाग्यो। अन्त त्यसलाई अब तोड्नु पर्यो भनेर चाहिँ भाइहरू पनि भनेको छु, भाइहरूमा आएको छ। अब जाँदैछु है, तपाईँले हेर्नुहोस् कस्तो रहेछ है। ल हेर्नुहोस् है साथी हो, यो पहेँलेको गुण हेर्दा चाहिँ साह्रै राम्रो हो, खेलाउँ खेलाउँ लाग्दो। तर अब यसलाई हेर्नुहोस् है, म चलाउँछु। निस्किन थाल्यो हो, ठुलो छ यो। हेर्नुहोस् है, हेर्नुहोस् त यिनीहरूको घर गोला कति मेहनतले बनाएको छ। पस्ने चाहिँ मुनिदेखि, ताकि पानी माथिदेखि नपसोस् भनेर। पानी पर्दा पनि केही हुँदैन, भित्र पानी पस्दैन। यो भित्र चाहिँ तिनीहरूले थाकै बनाएर राखेको हुन्छ। दिनमा चाहिँ यिनीहरू चुपचाप आफ्नो घरभित्र बसेको हुन्छ हो, चलायो भने मात्रै निस्किन्छ। यदि चलाएन भने आरामसँग भित्र बसेको हुन्छ, राति मात्रै निस्किन्छ होइन। हो, अलिक ज्यादा हिर्का पठाएको छु, पुरा बिच्क्यो यिनीहरू, बिच्क्यो, बाहिर पनि उड्नु थाल्यो हो। लौ त हेर्नुहोस्, पुरा बिच्किएर पनि बाहिर निस्केर पनि छ्याप्पै बसिरहेको छ। अब पनि ज्यादा हामीले बिच्कायो भने चाहिँ यसले पक्कै चिल्छ, उनीहरूको आफ्नो सुरक्षाको लागि चिल्छ। उड्यो बिच्क्यो, अब आँखाको किनारमा चिल्दियो एउटाले, छातीमा पनि पसेको, आया पुरा दुख्न थाल्यो। ल है साथी हो, पहिलेलाई जिस्काको इनाम दियो है मलाई। रातभरि ज्वरो आएर टाउको दुखेर आँखामा बर्फ लाउँदाखेरि पनि भएन, यस्तो भइरहेको छु है साथी। साथी हो, मेरो भिडियोलाई लाइक सेयर गरिदिनु नभुल्नु होला है। धन्यवाद, बाई बाई।